हेलो दर्शन अनि नमस्ते सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। सबैजना कस्तो हुनुहुन्छ, आराम कुशलै हुनुहुन्छ होला भन्ने आशाहरू पनि व्यक्त गर्दछु। फाइनली आज साथीहरू म आफ्नो गन्तव्यतिर प्रस्थान गरिरहेको छु। आज हामी इन्डियाको हरियाणा भन्ने ठाउँबाट हामी दिल्लीतिर प्रस्थान गर्न गइरहेका छौँ। यो जति पनि सिनहरू हेर्दै हुनुहुन्छ साथीहरू, यो सबै दिल्लीको सिन हो। तपाईँहरूको हेर्न सक्नुहुनेछ, यो नाङ्लोई एरियाको यो सिन हो, तपाईँहरूले हेर्न सक्नुहुनेछ। हामी सफर गरिरहेका छौँ। अहिले बसदेखि हिँडिरहेका छौँ। जब हामी रेलवे स्टेसनमा पुग्नेछौँ, रेलवे स्टेसनको सिनहरू पनि तपाईँहरूलाई देखाउने छु र कसरी हामी घरसम्म पुग्नेछौँ त्यो पनि सबै अपडेटहरू तपाईँहरूको माझमा लिएर आइ नै रहनेछु साथीहरू। अनि तपाईँहरू जति पनि नयाँ हुनुहुन्छ है, तपाईँहरूले यो मेरो च्यानललाई सब्सक्राइब गर्न नबिर्सनु होला। लाइक कमेन्ट सेयर भन्ने अवश्य नै गरिदिनु होला। र प्रतिदिन हुने हाम्रो सबै चिजहरू, डेलीको भ्लग्सहरू म तपाईँहरूको माझमा लिएर आइ नै रहनेछु। प्रिय साथीहरू, तपाईँहरूले हेर्न सक्नुहुनेछ, यो नाङ्लोई एरिया हो। यहाँ चाहिँ हामी हरियाणाबाट आएर चाहिँ हामी यति बेला यो नाङ्लोई भन्ने ठाउँमा आइपुगेका छौँ। यो नाङ्लोई एरियाको यो मेट्रो स्टेसन छेउमा हो। तपाईँहरूले हेर्न सक्नुहुनेछ, म लगातार जो है यहाँबाट हिँडिरहेछु। यो बसहरू तपाईँहरूले हेर्न सक्नुहुनेछ। साथसाथै यहाँको लोकेसनहरू, एरियाहरू सबै तपाईँहरूले हेर्न सक्नुहुनेछ है। त हामी बसमा सफर गरिरहेका छौँ साथीहरू। तपाईँहरूले हेर्न सक्नुहुनेछ, बसहरू धेरै किसिमले हिँडिरहेको छ र मोटरसाइकलहरू पनि हिँडिरहेको छ, डिभाइडरहरू पनि तपाईँहरूले हेर्न सक्नुहुनेछ। हामी पुगिरहेका छौँ यति बेला नाङ्लोईभन्दा धेरै अगाडि निस्किसकेका छौँ। र साथसाथै म तपाईँहरूलाई नयाँ नयाँ अपडेटहरू पनि दिइ नै रहनेछु साथीहरू। तपाईँहरूले हेर्न सक्नुहुनेछ, इन्डिया भनेको कति क्लिन छ है। यहाँको रोडवेज बसमा पनि धेरै सुविधा छ। यो बस, जुन बसमा मैले अहिले सफर गरिरहेको छु, यो बसमा पनि एसी लागेको छ। एसी डिलक्स बस हो। यो धेरै सुविधाहरू छ, तपाईँहरूले हेर्न सक्नुहुनेछ। यो देश कति डेभलप छ अनि हाम्रो नेपालभन्दा त 1000 गुणा माथि नै छ। यहाँ धेरै राम्रो विकसित भइसकेको छ। त्यसै पनि यो दिल्ली भनेको राजधानी हो। दिल्ली राजधानी भएको कारणले गर्दाखेरि यताको रोडहरू तपाईँहरूले हेर्न सक्नुहुनेछ, कति क्लिन छ, कति राम्रो छ, सफा छ। मलाई त धेरै नै राम्रो लाग्यो यो दिल्लीको एरिया। और तपाईँहरूले यो हेर्न सक्नुहुनेछ, यो ठुलो रोड छ। ठुलो रोड भएको कारणले गर्दाखेरि यहाँ सवारी साधन हिँडाउन पनि धेरै सजिलो छ। तपाईँहरूले हेर्न सक्नुहुनेछ है त। अगाडि हेर्दै जानु होला साथीहरू। र जति पनि नयाँ साथीहरू हुनुहुन्छ, मेरो भ्युवर्सहरू हुनुहुन्छ, सबैजनाले मेरो यो च्यानललाई सब्सक्राइब गर्नुहोला। यदि सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोला र लाइक कमेन्ट यदि राम्रो लागेमा सेयर पनि अवश्य गर्दै गर्नुहोला है त। म तपाईँहरूलाई कन्टिन्यू यसरी नै हाम्रो डेलीको भ्लग्सहरू तपाईँहरूको माझमा हाल्नेछु। तपाईँहरूले हेर्न सक्नुहुनेछ, अगाडि अगाडि मोटरसाइकल, कारहरू निस्किरहेको छ, ओभरटेक गरिरहेको छ। प्रिय साथीहरू, हेर्न सक्नुहुनेछ तपाईँहरूले। म यसरी नै तपाईँहरूलाई म डेलीको अपडेटहरू दिइ नै रहनेछु साथीहरू। यस्तै छ, हामी धेरै दिन भयो घरतिर जान नपाएको। लगभग 2 वर्ष हुन लागेको थियो। त्यही भएर आज 2 वर्ष पछाडि म आफ्नो मातृभूमि नेपालतिर फर्किरहेको छु साथीहरू। तपाईँहरूले हेर्न सक्नुहुनेछ। र यति बेला हामी यहाँ कचरा डाँडा भन्ने, र यो कचरा डाँडामा चाहिँ धेरै ठुलो पहाडहरू बनेको छ। तपाईँहरूले अहिले एकछिनमा नजिकबाट हेर्न सक्नुहुनेछ। यहाँ चाहिँ भित्र गएर भिडियो बनाउन चाहिँ एलाउड छैन, सरकारले मना गरेको छ। यो बाहिरबाट चाहिँ फोटो तस्बिरहरू लिन सकिन्छ। यो सबै कचरा भेला पारेको हो, स्क्रैपहरू। अनि धेरै अल्गो पहाड जस्तो बनेको छ हो। यो हेर्न सक्नुहुनेछ है, एउटा पहाड जस्तो बनेको छ। यो पहाड चाहिँ तपाईँहरूले हेर्न सक्नुहुनेछ, धेरै अल्गो छ यो पहाड।
अनि यहाँ चाहिँ भित्र गएर चाहिँ हामीले फोटोज लिन सकिँदैन, तर बाहिरदेखि चाहिँ हामीले फोटोहरू लिन सकिन्छ, हेर्न सकिन्छ है। म तपाईहरुलाई कन्टिन्यू देखाइ नै रहेको छु। यति बेला हेर्न सक्नुहुनेछ प्रिय साथीहरू, म यहाँबाट धेरै अब दिल्ली भित्र छु म यति बेला है। अब तपाईहरुले माथि बोर्डहरू पनि हेर्न सक्नुहुनेछ। म दिल्लीमा छु यति बेला र हामी कन्टिन्यू आईएसबीटी यानी कि कश्मीरी गेट पुग्नलाई नजिकै छौं हामीहरू यहाँबाट। त्यसैले तपाईहरुले हेर्न सक्नुहुनेछ। लगातार म तपाईहरुलाई मेरो ट्राभलको भिडियोहरू देखाइरहेको छु साथीहरू। म यसरी गइरहेको छु किनभने 2 वर्ष बितिसक्यो, म आफ्नो घरहरू जान सकेको छुइन। त्यसैले म आफ्नो घरतर्फ अब लागिरहेको छु। तपाईहरुले हेर्न सक्नुहुनेछ यो यतातिर धेरै रमाइलो छ, ग्रिनरी पनि छ, हरियो छ, यता ग्रीन छ, रोडहरू एकदम सफा छ, तपाईहरुले हेर्न सक्नुहुनेछ साथीहरू। अनि यो ठुलो रोड भएको कारणले गर्दाखेरि यता गाडीहरू चाहिँ सहज रूपमा फुल स्पिडमा हिँड्ने गर्छ। तपाईहरुले ती स्पिडहरूलाई हेर्न सक्नुहुनेछ, डिभाइडरहरू जो लागिरहेको छ। र फाइनली साथीहरू म रेलवे स्टेसनमा आइपुगेको छु। म अन्तिम चरणमा चाहिँ म यो रेलवे स्टेसनको नजाराहरूमा तपाईहरुले देखाउँदै छु। यो आनन्द विहार टर्मिनल हो। म यहाँ आइपुगेको छु। अहिले म वेटिङमा छु साथीहरू। मेरो टिकट करिब अझै 12 घण्टा पछाडि मात्रै रहेको छ। त्यसैले म तपाईहरुलाई यो रेलवे स्टेसनको चहल पहलहरू देखाइरहेको छु साथीहरू। र साथीहरू तपाईहरुलाई यदि मेरो यो भिडियो राम्रो लागेछ भने यो भिडियोलाई लाइक, कमेन्ट, सब्स्क्राइब गर्न भने नबिर्सनु होला साथीहरू। तपाईहरुले हेर्न सक्नुभएछ यहाँ रेलवे स्टेसनमा कन्टिन्यू मान्छेको चहल पहल भइरहेको छ। र यो तपाईहरुले लगातार हेरिरहनु भएको छ। र यहाँदेखि उताको भ्लग्सहरू म भोलि तपाईहरुको माझमा लिएर आउने नै छु। र हामी जब ट्रेनमा चढ्ने छौं र त्यस पछाडिको भ्लग्सहरू पनि म कन्टिन्यू तपाईहरुलाई देखाइ नै रहने छु है त। हेर्न सक्नुहुनेछ साथीहरू, यसरी मान्छेको चहल पहल कन्टिन्यू रात दिन यहाँ चलि नै रहन्छ किनभने अब 24 घण्टा रेलहरू चलिरहेको हुन्छ नि त साथीहरू। ल त धन्यवाद।